के तपाईहरुलाई थाहा छ यो पृथ्वी स्थिर बसिरहेको छ या बेस्सरी कुदिरहेको छ? कुदिरहेको छ भने कति गतिमा कुदिरहेको छ? यो गतिमा छ भने हामीलाई किन महसुस हुँदैन? जस्तै अरू चिजबिजहरू हामी दौडिरहेको छौं अर्थात् कारहरू चलिरहेको छ भने हामीले चलेको देख्छौं। तर यो पृथ्वी चाहिँ आकाशमा कुदिरहेको हामी किन देख्दैनौं? हो, यो पृथ्वी सूर्यको वरिपरि ठूलो गतिमा कुदिरहेको छ। यो कति धेरै गतिमा कुदिरहेको छ भने अनुमान गर्नुस् त, यो प्लेन जत्तिकै स्पिडमा कुदिरहेको छ, अर्थात् रकेट जत्तिकै स्पिडमा कुदिरहेको छ, अर्थात् बिस्तारै गाडी जत्तिकै गतिमा कुदिरहेको छ। हामीले अनुमान गरे भन्दा धेरै अर्थात् रकेट, प्लेन र हामीले देखेका हरेक वस्तुहरू भन्दा धेरै गतिमा यो सूर्यको वरिपरि गइरहेको छ र त्यो गति चाहिँ 1 सेकेन्डमा 30 किलोमिटर अर्थात् 1 घण्टामा 1,08,000 किलोमिटर प्रति घण्टाको गतिले गइरहेको छ। अन्तरिक्षमा जाने रकेट लगभग 40,000 प्रति घण्टाको गतिमा दौडिन्छ भने हाम्रो एयरप्लेन चाहिँ 800 देखि लिएर 900 किलोमिटर प्रति घण्टाको गतिमा दौडिन्छ। अब कुरा गरौँ, यदि पृथ्वी यति धेरै गतिमा अर्थात् 1,08,000 प्रति घण्टाको गतिमा दौडिरहन्छ भने हामीलाई किन महसुस हुँदैन? यसको दुईटा कारण छ। एउटा कारण भनेको हामीलाई पृथ्वीको गति अर्थात् कुनै पनि चिजको गति तब मात्रै महसुस हुन्छ जब यो चाहिँ प्रवेगमा हुन्छ अर्थात् एक्सेलरेसनमा हुन्छ। पृथ्वी त कन्स्टेन्ट अर्थात् समान गतिमा दौडिरहेको छ, त्यसैले हामीलाई महसुस हुँदैन। कि त गति बढ्न पर्छ कि त गति घट्न पर्छ, त्यसपछि मात्रै हामीलाई कुनै चिज दौडिएको महसुस हुन्छ। जस्तै हामी कारमा हिँडिरहँदाखेरि जब हाम्रो कारको स्पिड बढ्छ या घट्छ त्यतिखेर मात्रै हामी चालमा छौं भन्ने कुरा बढी थाहा हुन्छ भने जब कन्स्टेन्ट मोसनमा अर्थात् समान गतिमा गइरहन्छ तब चाहिँ हामी थाहा पाउँदैनौँ। त्यस्तै एयरप्लेनमा जाँदाखेरि पनि ठ्याक्कै त्यही नियम लागू हुन्छ। एउटा यो कारण हो र अर्को कारण के हो त भने हाम्रो वरिपरि कुनै वस्तु स्थिर छ भने त्यसको तुलनामा हामी कति जोडले गइरहेका छौं भन्ने कुरा थाहा हुन्छ।